राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न खोज्दै हुनुहुन्छ तर ओटिपी आएन अथवा डाउनलोड भएन, अब के गर्ने? आजको यस भिडियोमा हामी यसै विषयमा कुरा गर्नेछौँ। नेपाल सरकारले राष्ट्रिय परिचय पत्रको डिजिटल कपीलाई क्युआर कोड सहित आफ्नो मोबाइल फोनमा अथवा कम्प्युटरमा डाउनलोड गर्ने सिस्टम बनाइसकेको छ। तर धेरै मान्छेहरूको मोबाइलमा डाउनलोड नहुने समस्या, ओटिपी नहुने समस्या भइरहेको कारणले आज यस भिडियोमा हामी यसै विषयमा कुरा गर्नेछौँ। राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न खोज्दाखेरि ओटिपी नआउने अथवा डाउनलोड नहुने समस्याहरू धेरै भइरहेको छन्। त्यसै कारणले यस भिडियोमा तपाईलाई म मोबाइल फोनमा राष्ट्रिय परिचय पत्रलाई डाउनलोड गर्ने तरिका र ओटिपी नआएमा के गर्ने, डाउनलोड नभएमा के गर्ने भन्ने विषयमा सम्पूर्ण कुरा बताउनेछु। तपाईले मोबाइल फोनको स्क्रिनमा सम्पूर्ण कुराहरू सिक्नुहुनेछ। सबभन्दा पहिले तपाईलाई म मोबाइल फोनमा राष्ट्रिय परिचय पत्र डाउनलोड गर्ने सही तरिका सिकाउनेछु, जुन तरिका तपाईले प्रयोग गरेर आफ्नो मोबाइल फोनमा इजी राष्ट्रिय परिचय पत्रको डिजिटल कपी कोड चाहिँ डाउनलोड गर्न सक्नुहुनेछ। त्यसपछि भिडियोमा तपाईहरुलाई म ओटिपी नआए के गर्ने, डाउनलोड नभए के गर्ने भन्ने विषयमा पनि सम्पूर्ण कुरा बताउनेछु। क्युआर कोड सहित राष्ट्रिय परिचय पत्र ओटिपी को सहायता डाउनलोड गर्न लागि तपाईसँग पहिले ब्राउजर ओपन गर्नुहोस्। त्यहाँनिर तपाईले चाहिँ eNID भनेर सर्च गर्नुपर्ने हुन्छ। eNID सर्च गर्ने बित्तिकै तपाईको आउँछ यो किसिमको पहिलो लिंक। तपाईले eNID डाउनलोडमा क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै आउँछ यो किसिमको अप्सन। तपाईले यहाँनिर पुरा नाम अंग्रेजीमा, नेपालीमा र जन्म मिति र नागरिकता जारी मिति तपाईले लगाएर यहाँनिर तपाईले क्याप्चा लगाएर खोज्नुहोस् भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईले सम्पूर्ण विवरण भरिसकेपछि खोज्नुहोस्मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईलाई यहाँनिर ओटिपी माग्छ। तपाईले 6 अंकको ओटिपी आफ्नो मोबाइल फोनमा लगाउनु पर्ने हुन्छ। तपाईले राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि पेश गरेको त्यहाँनिर चाहिँ उल्लेख गरेको नम्बर चाहिँ यहाँ लगाउनु पर्ने हुन्छ। मेरो ओटिपी नम्बर आइसकेको छ। ओटिपी लगाएर म अब ओटिपी प्रमाणित गर्नुस्मा क्लिक गर्नेछु। क्लिक गर्ने बित्तिकै आउँछ मेरो राष्ट्रिय परिचय पत्रको विवरण खुल्छ। तपाईको मोबाइल फोनमा ओटिपी आएन भने तपाईले जिल्ला प्रशासन कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ। अब तपाईले कार्ड डाउनलोड भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँनिर क्लिक गर्ने बित्तिकै तपाईको आउँछ यो किसिमको अप्सन। तपाईले चाहिँ सेभ डाउनलोडमा क्लिक गर्नुपर्ने हुन्छ। सेभ डाउनलोडमा क्लिक गर्ने बित्तिकै तपाईको फाइल डाउनलोड हुन्छ। तपाईले यसलाई यहाँ ओपन भन्ने अप्सनमा क्लिक गरेर ओपन गर्न सक्नुहुन्छ। डाउनलोड भएको पीडीएफ फाइल ओपन गर्ने बित्तिकै यहाँनिर पासवर्ड माग्छ। तपाईले आफ्नो पासवर्ड लगाउनु पर्ने हुन्छ। पासवर्ड चाहिँ तपाईले ध्यान दिनुपर्छ। तपाईको नामको अगाडिको 4वटा अक्षर क्यापिटल र तपाईको डेट अफ बर्थ वर्षमा लगाउनु पर्ने हुन्छ। तपाईको हरि छ भने तपाईको हरि क्यापिटल HARI र तपाईको जन्म मिति 2051 छ भने हरि 2051 तपाईले टाइप गर्नुपर्ने हुन्छ। उदाहरणको लागि मैले पासवर्ड लगाइसकेको छु। अब म यो फाइललाई ओपन गर्न गइरहेको छु। ओपन गर्ने बित्तिकै मेरो NID कार्ड खुल्छ। तपाईले पनि यसरी नै आफ्नो मोबाइल फोनमा आफ्नो NID कार्डको डिजिटल कपी डाउनलोड गर्न सक्नुहुन्छ, त्यो पनि क्युआर कोड सहित। राष्ट्रिय परिचय पत्र डाउनलोड गर्दाखेरि तपाईकोमा ओटिपी आएन भने तपाईले पक्कै पनि तपाईले राष्ट्रिय परिचय पत्रको फर्म भर्दाखेरि राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि तपाईले आफ्नो मोबाइल नम्बर सही दिनु भएन अथवा तपाईले आफ्नो मोबाइल नम्बरको ठाउँ खाली छोड्नु भयो भने यो समस्या आउने गर्छ। त्यसैले तपाईले राष्ट्रिय परिचय पत्र बनाउँदाखेरिको जुन मोबाइल नम्बर छ त्यो मोबाइल नम्बरमा ओटिपी भएको कारणले यदि तपाईको त्यो मोबाइल नम्बर छ भने तपाईले त्यो मोबाइल नम्बरमा आफ्नो ओटिपी नम्बर चेक गर्नु होला। यदि त्यो नम्बर छैन भने तपाईले त्यो मोबाइल नम्बर फेरि निकाल्न मिल्छ भने तपाईले नेपाल टेलिकम अथवा एनसीएल सेन्टरमा गएर निकाल्न सक्नुहुन्छ। यदि तपाईले त्यो नम्बर छोड्नु भएको र कुनै पनि नम्बर तपाईले दिनु भएको छैन भने तपाईले आफ्नो राष्ट्रिय परिचय पत्रको नम्बर दिनको लागि अथवा चाहिँ डिजिटल कपी लिनको लागि तपाईले जिल्ला प्रशासन कार्यालयमा गएर आफ्नो नाम, नागरिकता नम्बर अथवा नागरिकता दिएर तपाईले त्यहाँबाट पनि आफ्नो विवरण निकाल्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा लेख्न नबिर्सनु होला। हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला। धन्यवाद। जय नेपाल।